सुनिन्छ नि मान्छेले जिन्दगीमा एकचोटि मात्रै ठुलो सपना देख्छ, विदेश जाने, घर बनाउने अनि परिवारको भविष्य उज्यालो बनाउने। तर सोच्नुहोस् त, त्यो सपना नै तपाईको विनाशको कारण बनेछ भने अनि त्यो सपना बेचेर तपाईलाई नै लुटिन्छ भने। यो कथा हो सयौं निर्दोष नेपालीहरूको जो आफूलाई भुटानी शरणार्थी बनाइदिन्छौ भनेर ललाई फकाइ गरे। 4 जना पूर्व भुटानी शरणार्थीलाई 5000 जरिमाना गरिने भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणको केन्द्रबिन्दु अर्थात् एपिसेन्टर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भित्रै रहेको तथ्यहरू क्रमशः उजागर हुँदै गएका छन्। यो कथा हो सयौं निर्दोष नेपालीहरूको जो आफूलाई भुटानी शरणार्थी बनाइदिन्छौ भनेर ललाई फकाइ गरे। कागज पत्र बनाइयो, सरकारी छाप पनि लगायो अनि अमेरिका पठाइदिन्छौ भनेर धाक्लाए। यो कथा हो सयौं निर्दोष नेपालीहरूको जो आफूलाई भुटानी शरणार्थी बनाइदिन्छौ भनेर ललाई फकाइ गरे। कागज पत्र बनाइयो, सरकारी छाप पनि लगायो अनि अमेरिका पठाइदिन्छौ भनेर धाक्लाए। तिनीहरू चाहिँ हामी जस्तै नेपालीहरू थिए। कोही गाउँबाट थिए भने कोही सहरबाट थिए। यत्रो ठुलो सहरमा जानको निम्ति धेरै पैसाको आवश्यक पर्छ। कोहीले गहना बेचेर पैसा जुटाए, कोहीले ऋण लिए अनि कोहीले जीवनभरको बचत सुम्पिदिए एक झिनो आशामा। अमेरिका जस्तो ठुलो सहरमा गएपछि नयाँ गरी जीवन जिउनलाई अनि नयाँ गरी जीवन सुरुवात गर्नेछु भनेर आशा लिएका थिए। नेपालमा भ्रष्टाचारीको सुरुवात चाहिँ अहिलेदेखि होइन कि हाम्रा पुर्खाहरूदेखि नै आइरहेका छन्। धेरै मानिसहरू अहिले पनि आशाको निम्ति जिइरहेका छन्। धेरै दोषीहरू अझै पनि खुल्ला हिँडिरहेका छन्। नेपालमा कानुन छ तर काम चाहिँ गरिरहेका छैनन्। नेपालका सडकहरूमा अझै पनि सपना बेच्नेहरूको लस्कर छ भने सपना देख्नेहरू अझै पनि छटपटाइरहेका छन्।